गुड मर्निङ सेवा नमस्ते हजुरहरू सबैजनालाई मेरो युट्युब साथीहरूलाई हजुरहरू के छ सन्चै हुनुहुन्छ होला। स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै मैले आज न्यू भ्लगको सुरुवात गरिसकेँ बिहानैबाट। तर म चाहिँ यो बाटोमा छु। म आज सदरमुकामको हाम्रो बजार जाँदैछु सामान लिनको लागि। किचन बनाउँदै गरेको सामान नपुगेर फेरि म सामान लिनको लागि यो दिक्तेल बजारतर्फ लागिरहेको छु। बिहानै भन्दा पनि 6 बजेर 6:30 भइसकेको छ। मौसम हेर्नुहुन्छ नि यस्तो चाहिँ बिहानको मौसम। पानी परेर खासै मौसमले राम्रो उदिरहेको छैन। मौसम चाहिँ पानी पर्ला जस्तै भइरहेको छ। हाम्रो जिल्लाकै डाँडाकाँडा हेर्नुहोस् है साथीहरू, कुहिरो लागिरहेछ। माथि कुहिरो लागेको छ त्यो सोलमा सिरानमा। म चाहिँ जाँदैछु बजारतिर एक्लै। सामान 11 बजे ल्याइ पुर्याउनु पर्ने छ। 11 बजे 10 बजे ल्याइ पुर्याउँदा नै हुने हो। तर म अब हिँड्न सक्दिनँ। हिँड्नु चाहिँ छिटै हिँडेको, कतिखेर पुग्छु थाहा छैन। जाँदैछु यति बाटोमा कसैको गाडी भेटिहाल्यो भने गइ पनि हाल्छु। चिनजानको पऱ्यो भने है। तर चिनजानको परेन भने त म त जाँदिनँ। त्यसरी बरु हिँडेरै जाने हो। अन्जान मान्छेको साधनमा चाहिँ म चढ्दिनँ कहिले पनि। यदि आपत्ति पऱ्यो भने हो। तर म खासै मैले भेट्दिनँ भने हो यस्तो तरिकाले गाडीहरू आफूलाई जति नै आपत परे पनि हिँडेर जानुपर्ने हुन्छ। के गर्नु, आफ्नो साधन नभएपछि। ल हेर्नु साथीहरू, गाउँघरमा बस्नुको छुट्टै मजा छ, आनन्द छ। खोला नाला झारझार, खोला नालाको कलकलाउँदो पानी, कलकल गरेको आवाज, चराको चिरबिर आवाजले मलाई छुट्टै आनन्द गराउँछ। म चाहिँ दिक्तेल जाँदैछु। गाउँ पाकेर हेर पहिल्यै भएको छ। तर समय मौसमको कारणले गर्दाखेरि चाहिँ गाउँ काटिरहनु पाएको छैन। किसानहरूलाई धेरै गाह्रो भएको छ। एउटा चाहिँ त्यहाँ गेम खेल्दैछ मोबाइल हेरेर। एक घन्टा भयो हिँडेको। चाहिँ आधीभन्दा अलिक थोरै हिँडिराखेको छु। आधी भएकै छैन। अबको 15 मिनट जति हिँड्यो भन्दै म आधी बाटो पुग्नेछु। घर र दिक्तेलको दुरीको बिचमा पुग्नेछु। पानी पर्न आँटे जस्तै भएको छ। नपर्दै हुन्थ्यो। दिक्तेल आइपुग्न आँट्यो मेरो यात्रा। डेस्टिनेसनमा आइपुग्न लाग्यो। म धेरै टाइम लाग्दैन, मात्र 15 मिनटमा म मेरो डेस्टिनेसनमा पुग्छु। 10 बजे सामान पुर्याउनु पर्ने, त्यही भएर चाहिँ म एकदम फास्ट हिँडिरहेको छु कि एकदम छिटो मेरो घरदेखि यहाँ दिक्तेल रत्नपारा आइपुग्नलाई 2 घन्टा लाग्छ मलाई। छिटो यो हिँडाइमा हिँड्यो भने चाहिँ, बिस्तारै हिँड्यो भने चाहिँ फेरि 2-4 घन्टा पनि लाग्न सक्छ। 3 घन्टा 4 घन्टा झन्डै पनि लाग्छ। म चाहिँ आइपुग्न आँटेँ। बजार आइपुग्यौँ। बजारहरू मेरो भिडियो सामान किनेर हिँडेँ। खाना आएको थिइनँ।
रोटी किनेर खाँदै खाँदै जाँदैछु।